एकदमै स्याड न्युज, भेरी स्याड न्युज साथीभाइ दिदीबहिनीहरू। उहाँलाई चिन्नुभयो होला, अमर गजराज मेरो भाइ है, रामा फाउन्डेसनको। आज एकदमै के भन्नु, एकदमै एउटा नराम्रो। उहाँले अब आफ्नो मोबाइल हराएपछि कस्तो लाग्छ तपाईँहरू आफैले नै बुझ्नुहोस्। म त खै, मसँग मोबाइल छैन, म त मेरो हात खुट्टा नै नभए जस्तो लाग्छ है। एकदमै बिहानदेखि उसको मैले सुने अनुसार 12 पत्थरको घर, लोवर 12 पत्थर भनेपछि शिव मन्दिरको तलको एरियादेखि बाइकमा आउँदाखेरि अन्त 12 पत्थरको बाटो, हाम्रो 3 दोकान, आरती भवन हुँदै डायग्नोस्टिकतिर जाँदा त्यसकै बिचोबिच मोबाइल हराएको छ। मोबाइलको कलर कस्तो छ गरे? सिल्भर कलरको आइफोन 14 प्लस हो। त प्लिज हाम्रो च्यानलको थ्रुबाट एउटा दरखास्त छ, तपाईँहरू सबैलाई रिक्वेस्ट छ कि यो मोबाइल जसले पनि पाउनु भएको छ प्लिज ह्यान्डओभर गरिदिनु होला। एकर्डिङली हाम्रो अमर भाइले के कसो उहाँलाई पाउनेलाई रिवार्ड पनि दिनेछ है। अनि कसैले त्यो मोबाइल कसैले उठाएको या त के त्यस्तो देख्नु भएको छ भने प्लिज तपाईँको हेल्प, सानो यो सहयोगले गर्दाखेरि मेरो भाइले उहाँको मोबाइल वापस पाओस्। र के चाहन्छु कि म भाइले पनि आफ्नो शब्दमा के भनोस्। लु है भाइ। नमस्ते सबैजनालाई। र आज चाहिँ एकदम धेरै टेन्सन भइदिएछ मलाई नि। र के भयो भनेपछि आज चाहिँ मेरो हजुरको म घरदेखि निकल्ने टाइममा, मेरो घर चाहिँ 12 पत्थर शिव मन्दिरको, ठुलो शिव मन्दिरको तल हो होइन। त बिहान घरदेखि निकल्ने बेलामा ज्याकेटको यस्तो पकेटमा मैले मेरो फोन राखेको थिएँ, जो कि त्यही फोनले मैले सुट गर्थेँ। र बाइकमा अब यसरी बाइक चलाउने टाइममा बाटोमा कुन जग्गामा गिर्यो, 12 पत्थर शिव मन्दिरदेखि लिएर हजुरको आरती भवनसम्म त्यो अब फोन अब त्यति जग्गामा गिर्यो कि गाइस। र कतिजनाले त्यो लोकेसन ट्रेक गर्ने बेलामा र त्यति एरियामा घुमिराखेको छ भन्दैछ। र अब गाइस त्यही फोनमै सब कुछ छ अब मेरो भनेपछि अब हजुरहरू पनि हुनुहुन्छ होइन। त आज त्यही फोन हराएको विषयमा एकदम दुःख पनि लागिरहेको छ बिहानदेखि अब होइन। त्यत्रो अब के गरेर कस्तो गरेर मलाई थाहा छ कि मैले के गरेर लिएँ त्यो फोन अब होइन। भिडियो बनाउनको लागि अब एउटा इन्ट्रेस्ट छ मलाई, मोरे हत्ते गरेर मैले यसरी काम गर्छु गाइस। तपाईँहरूले अब देख्नुहुन्छ होला होइन। आज यसरी हराउँदाखेरि एकदम धेरै दुःख पनि लागेको छ। र प्लिज यार एकदम रिक्वेस्ट छ यार गाइस, बहुत मतलब अब इच्छा छ होइन युट्युबमा राम्रो काम गर्ने। र त्यही कारणले अब के गरेर मैले होइन, मलाई थाहा छ मैले के गरेर लिएँ त्यो फोन। र आज यति दुःख पनि लागेछ गाइस होइन। त त्यही जसले नि पाउनु भयो भने प्लिज यार मेरो तर्फदेखि जे पनि हुन्छ म अलिकति भए पनि गरिदिन्छु। र प्लिज यार गाइस एकदम टेन्सन छ, मतलब अब के हराए जस्तै नै, रामा फाउन्डेसनै हराएको जस्तै लागेछ आज मनमा। के भन्ने मैले हजुरहरूलाई पुरा मनले बताउन नै सकेको छैन। र त्यही मेरो तर्फदेखि रिक्वेस्ट गर्छु प्लिज गाइस यार, जसले पनि पायो पनि मेरो नम्बर पनि दिन्छु म हजुरलाई 8118990197। र प्लिज यो फोन मैले पाए पनि बहुत राम्रो हुन्छ गाइस, नै त मेरो युट्युबको रास्ता यतिमै खत्तम हुन्छ जस्तै छ गाइस। अब घरिघरि पनि किन्न सक्दैन हेर्नु, म त अब फ्यामिली हेर्ने केटा हो अब होइन। घरबारहरू पनि छ, सब कुछ छोडेर कति सेक्रिफाइस गरेर म यसरी युट्युबमा आएको छु। तर अब यसरी फोनहरू मेरो गल्तीले हराएको हुन त, पकेटदेखि गिरेको, कसैले चोरिदिएको होइन। सायद कोही राम्रो मान्छेहरूले भेट्नुभयो भने प्लिज दिलदेखि रिक्वेस्ट छ, नै त मेरो रामा फाउन्डेसनको रास्ता यतिमै खत्तमै हुन्छ जस्तो लागेछ। किनकि के भन्नु त गाइस, अब युट्युबमै मैले यति खर्च गरेछु। आजभन्दा अगाडि मैले त्यो DSLR किने अब होइन। र फेरि पनि अब यो फोन पनि लिएँ कहाँ दिन कस्तो गरेर। र अब मेरो पनि त जिम्मेवारी छ, घरको जिम्मेवारी छ, बहुत कुछ छ होइन। त त्यही लागि घरिघरि मैले त गर्न सक्दैन नि त गाइस। र मैले युट्युबदेखि पैसा केही पनि पाएको छैन। र कतिले सोच्नुहुन्छ होला अब पैसा पाछ भाइले यताउति होइन, मैले आफ्नो मेहनतले पाइ जोडेर भएर त्यो फोन किनेको होइन। र त्यही आजको दिन एकदम दुःख लागेछ। म अझ एक दफा रिक्वेस्ट गर्छु दिलले होइन, प्लिज गाइस जसले नि पाएको छ। र मेरो नम्बर पनि मैले दिएको छु होइन गाइस। र तल पनि म लेखिदिन्छु मेरो नम्बर। र प्लिज गाइस है रिक्वेस्ट गर्छु, जसले नि पाएको छ प्लिज हजुरहरूले मसँग सम्पर्क गर्नु। र नभयो पनि अब यो रामा फाउन्डेसनको यतिमै खत्तम हुन्छ जस्तो छ गाइस, हो त्यति हो। र घरिघरि मैले किन्न सक्दैन गाइस, हो त्यही हो। रिक्वेस्ट छ मेरो तर्फदेखि नै गाइस, कन्ट्याक्ट गर्नु होला।